धार्मिकताले राष्ट्रको उत्थान गर्छ भने धार्मिकताले तपाईँको पनि उत्थान गर्छ। त्यसो भए अरू धार्मिकतामा उभियोस् नउभियोस्, म चाहिँ धार्मिकतामा उभिन्छु, मेरो जातिको निम्ति, मेरो घरानाको निम्ति, मेरो पुस्ताको निम्ति। चर्चमा नि, तपाईँको घरमा नि तपाईँ धर्मी हुनुहुन्छ, तपाईँ विश्वासमा सही विश्वासमा परमेश्वर केन्द्रित भएर खडा हुनुहुन्छ भने तपाईँको परिवारलाई परमेश्वरले बचाउनुहुन्छ। आमेन। आज परमेश्वरले धर्मीजन खोज्दै हुनुहुन्छ चर्चमा। परमेश्वरले धार्मिकतामा जिउने भनेको ख्रिस्टलाई प्राथमिकतामा राख्ने, ख्रिस्टको स्वभावमा जिउने, ख्रिस्टलाई रोज्ने पुस्ता व्यक्ति चर्चमा घरमा खोज्दै हुनुहुन्छ। मोसा एकजना खडा भएको कारणले गर्दा 430 वर्षको दासत्वमा रहेको इजरायलले छुटकारा पाए। तपाईँ खडा हुनुहुन्छ भने तपाईँको परिवार बाँच्छ। हो, अप्सन छैन। जति कम्प्रोमाइज गर्नुहुन्छ त्यति तपाईँको जीवन नष्टतामा जान्छ। जति तपाईँ ख्रिस्टको निम्ति एक्लै भए पनि म उभिन्छु भनेर हजुर खडा हुनुहुन्छ नि, त्यति तपाईँको उत्थान हुन्छ, तपाईँको जाति राष्ट्र बाँच्नेछ। आमेन। त्यसले संसारमा हामी कसलाई पनि नि खुसी पार्न सक्दैनौँ नि फेरि संसारमा। त्यसैले अधर्मी जनहरू होइन, धर्मी जनहरू हुनु जरुरी छ। अब त्यही भएर प्रभुले भन्नुभयो परमेश्वरको राज्य र धार्मिकता खोजी गर। धर्मी जन चाहिँ अन्तिमसम्म धर्मी नै भइराखोस्, अधर्मी नै भइरहोस्, त्यसको न्याय म लिन्छु भन्नुभएको छ प्रभुले। अन्तिमसम्म धर्मी जन हुन्छ भने त्यसलाई बचाइनेछ। विश्वासले धर्मी हुनुभयो अनि सही विश्वासले नै धार्मिकतामा जिउनु पनि जरुरी छ। आमेन। के राफेल चर्चमा धर्मीजन छन्? तपाईँ धर्मीजन हुन्छ नि तपाईँको कारणले पनि यो सेवकाई सकिँदैन। हामीले सेवकाई मैले येशूको गरेको, उहाँले गरेको मेरो जीवनमा दिनुभएको यो अवसर भनेर तपाईँले पनि मेरो होइन येशूकै गर्ने हो क्या। हालेलुया। सदोम र गमोरालाई नि उत्पत्ति 18 अध्यायमा हामी हेर्छौँ भने 3 जना स्वर्गदूतलाई अब्राहमले स्वागत गरेको छन्। अनि त्यसपछि स्वर्गदूत जानुभन्दा अगाडि अब्राहमले यो कुरा थाहा पाउनु जरुरी छ। स्वर्गदूत किन आएको भन्दा खासमा सदोम र गमोरामा यति धेरै पाप बढेको थियो कि परमेश्वरलाई खोज्ने मान्छे नै थिएनन् क्या। आफ्नो शर्त र इच्छाहरू पुरा गर्ने मान्छेहरू मध्ये थिए। अनि त्यसपछि साँच्चै हो कि होइन भनेर निरीक्षण गर्न आएको छ स्वर्गबाट। अनि हो रहेछ भने पत्तो लागेको छ। अनि अब्राहमलाई भनेको छ म सदोम र गमोरा नष्ट गर्दैछु। अनि अब्राहमले भन्छन् प्रभु यो सहरमा 50 जना धर्मीजन छ भने चाहिँ के गर्नुहुन्छ? म छोडिदिन्छु भन्नुभयो। 40 जना छन् भने चाहिँ के गर्नु छ? छोडिदिन्छु भने। प्रभुसँग बोल्नु सामान्य थिएन, भस्म हुने कुरा थियो। प्रभु तपाईँको मलाई मार्नु चाहिँ नमार्नु, तर पनि म अझै बोल्छु ल होइन। 30 जना धर्मीजन छन् चाहिँ के गर्नुहुन्छ? छोडिदिन्छु भन्नुभयो। प्रभु 20 जना छोडिदिन्छु। 10 जना आम्बो यस्तो हेर्नु त आफ्नो जातिको लागि कति धेरै माया छ क्या अब्राहमको क्या। के तपाईँलाई चर्चको माया छ? एकअर्काको माया छ तपाईँलाई? यो घरानाको माया छ कि छैन? छ भने तपाईँ धर्मीजन भएर जिउनुपर्छ। आमेन। अधर्मको बाटो जहिले पनि नष्टतामा पुग्छ। अनि बाइबलले भन्छ धर्मीहरू चाहिँ स्वर्गको राज्यमा ताराहरू जसै चम्किनेछन्। अनि धार्मिकतामा डोर्याउनेहरू पनि भनेको छ। कसैले कसैलाई पाप गर्न लाउँछ भने त्यसलाई त घाँटीमा जातो झुन्डाएर मारिदिनु भनेछ। अनि स्वर्ग गयो भने पनि त्यो संसारमा त्यो सबैभन्दा तल्लो लेभलमा बस्नुपर्छ, अपमानित भएर भनेछ। किङडममा यो न्याय हुन्छ प्रिय। त्यसले तपाईँ धर्मी हुनुहोस् अनि मान्छेलाई धार्मिकतामा तालिम दिनुहोस्। प्रभुले कसलाई छोड्दैन। थुमा जस्तै हुनुहुन्छ अहिले भने सिंह जस्तै पनि गरिदिनुहुन्छ भनेको छ। न्याय पछाडि चाहिँ अनुग्रह छैन। अनि अब्राहमले मेरो जातिलाई चाहिँ बचाइदिनुहोस् प्रभु भने जस्तै कुरा गरेछ उसले। हालेलुया। त्यसरी नि यो चर्चमा 10 जना धर्मीजन छन् भने नि परमप्रभुले यस सेवाकालाई अगाडि लानुहुन्छ। तर एउटै पनि भेट्नु भएन भने परमेश्वरले मलाई अलग गर्नुहुन्छ, तपाईँलाई छोडिदिनुहुन्छ।
त्यसो भए त्यो समय आउनुभन्दा अगाडि नै अरू धार्मिकतामा उभियोस् नउभियोस्, म चाहिँ धार्मिकतामा उभिन्छु, मेरो जातिको निम्ति, मेरो घरानाको निम्ति, मेरो पुस्ताको निम्ति। तपाईँको चर्चमा नि, तपाईँको घरमा नि तपाईँ धर्मी हुनुहुन्छ, तपाईँ विश्वासमा सही विश्वासमा परमेश्वर केन्द्रित भएर खडा हुनुहुन्छ भने तपाईँको परिवारलाई परमेश्वरले बचाउनुहुन्छ। आमेन। आज परमेश्वरले धर्मीजन खोज्दै हुनुहुन्छ चर्चमा। परमेश्वरले धार्मिकतामा जिउने भनेको ख्रिस्टलाई प्राथमिकतामा राख्ने, ख्रिस्टको स्वभावमा जिउने, ख्रिस्टलाई रोज्ने पुस्ता व्यक्ति चर्चमा घरमा खोज्दै हुनुहुन्छ। मोसा एकजना खडा भएको कारणले गर्दा 430 वर्षको दासत्वमा रहेको इजरायलले छुटकारा पाए। तपाईँ खडा हुनुहुन्छ भने तपाईँको परिवार बाँच्छ। खडा भएको कारणले गर्दा 20 वर्षदेखि मुनिका पुस्ताहरूले कनान देख्नु पाए। एकजना चाहिएको छ परमेश्वरलाई धार्मिकतामा जिउने, प्रभु भनेपछि मरिमेट्ने, प्रभुको लागि सारा कुरा त्याग्छु भन्ने धर्मीजन चाहिएको छ। किन धर्मीजनले हजुर धेरैलाई बचाउन सक्छ। धर्मीजनको अगाडि परमेश्वरलाई बाध्य पर्छ बचाउनलाई, छोड्नु कर लाग्छ। के तपाईँको परिवारमा धर्मीजन छ कि मिले मतले पाप गर्दै हुनुहुन्छ? सुन्नुहोस्, धर्मीजन परिवारमा म फेरि भन्दैछु, एकजना मात्रै भयो भने खडा हुनुहोस्। तपाईँको खातिर पनि परमेश्वर तपाईँको परिवारलाई पर्खेर बचाउनुहुन्छ। यदि तपाईँ खडा हुँदा अरू बाँचेन भने तपाईँ चाहिँ बाँच्नुहुन्छ। योसेफको एकजना खडा भएको कारणले गर्दा उसको पुस्ता अनिकालमा नि बाँचेको छ। संसारको लागि आशिष कारण भएको छ, हो कि होइन? हो कि होइन? त्यसो भए तपाईँ र म, मेरो परिवारमा के एकजना धर्मीजन छ? के चर्चमा 10 जना धर्मीजन छ? सबै नै सदोम र गमोरा जस्तै दुष्ट विचार भएको मान्छेहरू भयो भने परमेश्वर साइलेन्ट बस्नुहुन्छ। मेरो कुरा बुझ्दै हुनुहुन्छ? साइलेन्स बस्नु भयो भने डेन्जर कुरा हुन्छ। त्यो दिन आउनु अगाडि नै मन फिराउनु जरुरी छ। परमेश्वर अनुग्रही हुनुहुन्छ अनि उहाँ न्यायी पनि हुनुहुन्छ। चर्चले भुल्नु हुँदैन, उहाँ न्यायी पनि हुनुहुन्छ, निष्पक्ष उहाँले न्याय गर्नुहुन्छ। उहाँ नातावाद कृपावाद त्यस्तोमा उहाँ अड्किनुहुन्न। अनुग्रह चाहिँ तपाईँलाई मौका दिएको नि त, तर बागी पुस्ता, विद्रोही पुस्ता हजुर हुनलाई होइन, यसो जस्तै हुनलाई चाहिँ मौका दिएको हो। आमेन, हालेलुया। त्यसैले लाइफसँग खेलबाड नगर्नु, आफूसँग खेलबाड नगर्नु। युद्ध आफ्नासँग हो, हारिदिनु, तर आफूसँग भने जित्नुपर्छ तपाईँले। आमेन, हालेलुया, हालेलुया। यो संसार टलेर जान्छ तर ख्रिस्ट चाहिँ सदैव रहनुहुन्छ। जुन दामी संसारले तपाईँलाई पर्खिराखेको छ, वचन छ नआत्तिनु, नडराऊ, संसारमा पीडा होला तर अतुलनीय आनन्द तिमीहरूको लागि राखिएको छ। आमेन, हालेलुया। त्यसैले क्रिस्चियन धर्म परिवर्तन गर्नु होइन, जिन्दगी पाउनु हो। मौका नि तपाईँले निवेदन लेखेर पाएको होइन नि, फेरि हो मैले निवेदन लेखेर पाएको हो, मैले प्रभुलाई घुस खुवाएर रुजाएर पाएको हो होइन नि यार। कस्तो यो मौका क्या मैले पाएँ क्या, मेरो घरनाले पाएँ क्या। सृष्टिकर्ता रियल परमेश्वरलाई, जसले खुद से ज्यादा मलाई र तपाईँलाई प्रेम गर्नुहुन्छ क्या। तपाईँको पापको कारण ख्रिस्ट क्रुसमा झुन्डिनु भयो, रुनुभयो, कष्ट भोग्नुभयो। अब फेरि हामी उहाँलाई निराश नबनाऊँ, उहाँलाई गर्व गर्ने जीवन जिउँ। आमेन। अनि हेर्नुहोस् तपाईँको पुस्ता कस्तो दामी हुन्छ। हालेलुया। म फेरि भन्छु, के तपाईँको घरमा एकजना धर्मीजन छ? के तपाईँ राफेल चर्चमा 10 जना धर्मीजन छन् भने यो सेवक अगाडि बढ्छ। अब
छैनन् भने सबै विद्रोही र बागीहरू मात्रै छन् भने प्रभुलाई देखेको छुइनँ पास्टर बोल्दै गर भन्ने पुस्ताहरू हो भने हजुर सबै कुरा पास्टरले भनेको मान्नुपर्छ र भन्ने सोच छ भने होसियार तपाईँ भ्रममा पर्दै हुनुहुन्छ। छुट छैन कसैलाई पनि, समय आएपछि लेखाइदिनुपर्छ। त्यसो भए हामी समयमै मन फिराउँ। हजुर वचनले भन्छ मेरो नाउँ दिएको प्रजाले आफैलाई नम्र पारेर दुष्ट चालहरू छोडेर मतिर फर्किन्छ भने हजुर म त्यसको प्रार्थना सुन्नेछु र त्यसलाई म निको पार्नेछु र त्यसलाई बचाउनेछु। त्यसपछि त्यसको प्रार्थना सुन्छु। आमेन, हालेलुया। त्यसैले प्रिय प्रभुसँग जहिले हामी सिरियस हुन सिकौँ। आमेन। अनि त्यसको प्र्याक्टिस चाहिँ पास्टरसँगै गर्नुपर्छ। त्यसको प्र्याक्टिस चाहिँ पास्टरसँगै गर्नुपर्छ। धार्मिकताले राष्ट्रको उत्थान गर्छ भने धार्मिकताले तपाईँको पनि उत्थान गर्छ। त्यसो भए हामी धार्मिकतामा जिउनु जरुरी छ कि छैन? हजुर के तपाईँ उत्थान भएको चाहनुहुन्छ? के तपाईँ प्रगति भएको चाहनुहुन्छ? के तपाईँको जिन्दगी दामी भएको पुस्तौँ आशिषित भएको चाहनुहुन्छ? त्यसो भए तपाईँ धार्मिकतामा जिउनु जरुरी छ। येशूले भने जस्तै गरेर जिउनु जरुरी छ। हो, अप्सन छैन। जति कम्प्रोमाइज गर्नुहुन्छ त्यति तपाईँको जीवन नष्टतामा जान्छ। जति तपाईँ ख्रिस्टको निम्ति एक्लै भए पनि म उभिन्छु भनेर हजुर खडा हुनुहुन्छ नि त्यति तपाईँको उत्थान हुन्छ। तपाईँको जाति राष्ट्र बाँच्नेछ। आमेन। त्यसले संसारमा हामी कसलाई पनि नि खुसी पार्न सक्दैनौँ नि। फेरि संसारमा मेरो कुरा बुझ्दै हुनुहुन्छ? कसलाई पनि हामी सबैलाई खुसी पार्न सक्दैनौँ। जो सबैलाई खुसी पार्न खोज्छ नि परमेश्वरलाई छोडेर त्यो सबैभन्दा दुःखी हुन्छ। आफू खुसी सबै खुसी भन्छ नि। मतलब स्वार्थी बन्नु भनेको होइन, तर तपाईँ चाहिँ खुसी हुनुहुन्छ भने खुसी भएको मान्छेलाई भेट्दा खुसी सर्छ सर्दैन भने त? दुःख भएको मान्छेलाई पीडा भएको मान्छेलाई भेट्यो भने पीडा सर्छ सर्दैन होइन? रिसालु मान्छेको सङ्गत गर्नु तपाईँ पनि रिसालु बन्छ क्या। त्यो स्पिरिट हो क्या। मेरो कुरा बुझ्दै हुनुहुन्छ? त्यस कारणले गर्दा प्रियहरू हामी नि सङ्गत एकदमै इम्पोर्टेन्ट छ लाइफमा। त्यसैले धर्मीजनको सङ्गत गर्नु। धर्मीजन त्यही हो जसले ख्रिस्टलाई जुनसुकै स्थितिमा रोज्नु सक्छ। हजुर ख्रिस्टको स्वभावमा हिँड्नलाई भरमग्दुर अनुग्रहमा लागि पर्छ। अनि बाइबलले भन्छ धार्मिकताले त्यस्तो हजुर उत्थान हुन्छ। अनि बाइबलले मिठो कुरा भन्छ धर्मीजनको हजुर प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। आमेन, आमेन। हामी यो पुस्ता शक्तिशाली भएर जिउनु पर्यो होला नि त होइन? त्यसो भए धार्मिकतामा जिउनु जरुरी छ। धार्मिकतामा जिउनु जरुरी छ। धार्मिकतामा जिउनु जरुरी छ। एक बारको जिन्दगी जिउनु जरुरी छ। रियल जिन्दगी जिउनु जरुरी छ। आमेन। तपाईँ यो जिन्दगी फेरि पाउनुहुन्न क्या संसारमा। मेरो मान्यता चाहिँ यो क्या, संसारमा एक्लै हिँड्नु पऱ्यो भने एक्लै खडा सत्यतामा उभिँदा एक्लो हुन्छु भने म उभिन छोड्दिनँ। हालेलुया। मेरो कुरा बुझ्दै हुन्छ? यो संसारले मलाई चिनोस् नचिनोस् मान्यता दियोस् नदियोस्, तर त्यो संसारमा चाहिँ नि भिआइपी वेलकम हुन्छ। बब्बा लाइफ अनन्तसम्म त्यो सरकारमा नि माथिल्लो लेभलमा रहेर शासन गर्ने अनुग्रह पाउँछु म। अनि म मात्रै, तपाईँ चाहिँ नजिउने। हजुर रियल जिन्दगी जिउनुपर्छ। क्रिस्चियन जीवन, क्रिस्चियनको आफ्नो इच्छा हुँदैन, येशूको इच्छा पुरा गर्ने जीवन हो। येशूको इच्छा पुरा गर्ने जीवन हो। पावलले त्यही भन्छ म ख्रिस्टसँगै जिउँदछु, ख्रिस्टसँगै मर्दछु, ख्रिस्टसँगै गाडिएको छु। अब उपरान्त जिउने म होइन, ख्रिस्ट ममा जिउनुहुन्छ र म ख्रिस्टको निम्ति जिउँछु। किनभने उहाँले मलाई प्रेम गर्नुहुन्छ र म पनि उहाँलाई प्रेम गर्छु। प्रेममा सबै कुरा सम्भव छ। नपाउने जिन्दगी पाउनु भएको छ। यो जिन्दगीमा हजुरलाई सिरियस ठान्नुहोस्। ला खोसिएको रहेछ मेरो जिन्दगी, रुदा पनि पाउँदैन, सक्यो नि जिन्दगी, सक्यो क्या। प्रभु तपाईँको नाममा भूत दबाएको थिएँ, चर्च गएको थिएँ, हालेलुया आमेन भनेको थिएँ,
अनि बाइबलले भन्छ पिताको इच्छा पुरा गरिदिनुहोस्, चिन्दिनँ। कसरी? परमेश्वर पिताको इच्छा पुरा गर्ने नै पास्टरको इच्छामा हिँड्छ नि। फेरि म तपाईँलाई भनिदिउँ, तपाईँ अघि रोशनले भन्दै हुन्थ्यो नि मेरो इच्छा अनुसारको शिक्षा आएन, पास्टरले भनेको सबै मान्नुपर्छ भन्ने लाग्छ भने नि तपाईँको उद्धार हुन गाह्रो छ। पत्रुसको किताबमा के लेख्छ थाहा छ? धर्मीजनको उद्धार हुन त कठिन छ भने अधर्मीको हालत के होला भनेको छ। के अरे? मेरो कुरा बुझ्दै हुन्छ? के छ अरे? धर्मीजनको उद्धार हुनु कठिन छ भने अधर्मीको के होला? त्यसैले आफूसँग नखेल्नुहोस्। साथीलाई भन्नुहोस् आफूसँग नखेल्नुहोस्। नरक गए पनि सधैँभरि जिउनुपर्छ, स्वर्ग गए पनि सधैँभरि जिउनुपर्छ। तपाईँ कहाँ जाने? कहाँ जाने? स्वर्ग जाने भने चाहिँ हजुर तपाईँ धार्मिकतामा जिउनै पर्छ। साथीले भन्नुहोस् तपाईँ धार्मिकतामा जिउनै पर्छ, वचनमा जिउनै पर्छ, येशूले भनेको मान्नै पर्छ। धार्मिकता भनेको ख्रिस्टको स्वभाव हो। अनि हामी सक्छौँ जिउन। सबैले भने सक्छौँ जिउन। सक्छौँ। विश्वासद्वारा तिमी धर्मी भयो भने विश्वासद्वारा नि तिमी धार्मिकतामा जिउन सक्छौ। आमेन। तर सही विश्वासमा जिउनु पर्यो। सही विश्वासको लागि सही वचन सुन्नु पर्यो, सही सङ्गत गर्नु पर्यो, अनि सही तपाईँको हजुर हजुर तपाईँको निर्णय हुनु जरुरी छ। त्यसैले तपाईँको परिवार, चर्च, हरेक कुराहरू लथालिङ्ग आश लाग्दो देखेको छैन होला हजुर। तर तपाईँ खडा हुनुहुन्छ भने तपाईँको कारणले तपाईँको चर्चलाई, घरानालाई प्रभुले बचाउनुहुन्छ। आमेन। त्यसैले आज यो निर्णय गरौँ, प्रभु म मेरो परिवारको लागि खडा हुन्छु, म मेरो चर्चको लागि खडा हुन्छु। यो जिन्दगी तपाईँलाई गर्व लाग्ने जीवन जिउँछु। कमिटमेन्ट गर्नु न। कमिटमेन्ट गरेपछि नि त्यस्तै स्पिरिट र शक्ति आउँछ। तपाईँ सक्नुहुन्छ क्या। पावलले भन्छ म ख्रिस्टको शक्तिमा सबै कुरा गर्न सक्छु। म ख्रिस्टमा सबै कुरा गर्न सक्छु। न त बलले न शक्तिले, तर येशूको आत्माको सामर्थ्य म सबै कुरा गर्न सक्छु। आमेन। हालेलुया। के तपाईँ आज निर्णय गर्नुहुन्छ मेरो परिवारमा म मात्र भए पनि उभिन्छु भनेर? हजुर त्यसो भए तपाईँको परिवारलाई परमेश्वरले बचाउनुहुन्छ। आमेन। अनुसार हामी आँखा बन्द गर्नेछौँ अनि प्रार्थना गर्नेछौँ।